कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्त्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने
बुझ्ने मान्छेको धेरै महत्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने, गल्ती हुँदा सम्झाउने, केही नबोले पनि बुझ्ने मान्छेको धेरै महत्व हुन्छ जीवनमा। कहिलेकाहीँ धनको भन्दा धेरै साथको आवश्यकता पर्छ। त्यसैले रिसाउँदा फकाउने